एभ्रिवान वेलकम टु माई युट्युब च्यानल। सबैजनालाई धेरै धेरै धन्यवाद। मेरो फाइनली 300 सब्सक्राइबर पुगिसकेको छ र यो चाहिँ मेरो फर्स्ट ब्लग हो जुन चाहिँ मैले आज हस्पिटल ब्याग रेडी गरेको भिडियो पोस्ट गर्दैछु। सबैजनाले सपोर्ट गरिदिनु होला र स्पेसल्ली यो चाहिँ न्यू मम्माजहरूको लागि हो। र फाइनली अब चाहिँ म अलमोस्ट 38 विक्स प्रेग्नेन्ट हुन गइरहेको छु र अब म चाहिँ तपाईँहरूलाई हस्पिटल ब्याग रेडी गरेको सबै भिडियोजहरू राख्नेछु। हस्पिटल ब्याग रेडी गर्दैछु र मैले हस्पिटल ब्यागमा के राखेँ म हजुरहरूलाई देखाउन गइरहेको छु र के छुट्यो हजुरहरूले मलाई कमेन्टमा भनिदिनु होला। अलरेडी मम भइसक्नु भएकोहरूले टुडुक। यता चाहिँ मेरो सामान राखेको छु, यता चाहिँ बेबीको सामान राखेको छु है। देखाउँछु है के भयो। यो चाहिँ पजामा सेट हो होइन, यो चाहिँ एउटा पजामा सेट भयो। अनि यो चाहिँ मैले चप्पल पनि हालेँ मेरो लागि। अनि यो चाहिँ गाउन भयो, गाउन टक्कसँगले गाउन भयो होइन। अनि यो चाहिँ म्याक्सी भयो, नर्मल सुतीको। अब गर्मी सुरु भयो नि त, त्यही भएर यो चाहिँ सुतीको म्याक्सी भयो। अनि मैले यो चाहिँ प्यान्टी लिएको छु, मेटर्निटी प्यान्टी होइन। यो चाहिँ अनि त्यसपछि यो चाहिँ प्याड भयो, मेटर्निटी सेनिटरी प्याड लिएको छु योबाट। अनि चाहिँ योहरू ब्राहरू भयो, प्यान्टीहरू भयो। अनि यो चाहिँ पेटिकोटहरू भयो जुन यो उसमा लगाउने, भित्रबाट लगाउने होइन। अनि यो चाहिँ ममबर्ड्सको डाइपर लिएको छु बेबीको लागि। अनि यो अभिनोको वेब्सहरू लिएको छु, प्लस ममबर्ड्सकै वेब्स पनि छ, वाटर वेब्सहरू। यो चाहिँ अहिले सर्टेन टाइम मतलब जाने बित्तिकै त्यही युज गर्नलाई पछि। अब यहाँ चाहिँ रह्यो बेबीको ढुङठुडु। एउटा टवेल लिएको छु, यो चाहिँ आफ्नो लागि टवेल भयो होइन। अनि यो चाहिँ सरल, यो चाहिँ ऱ्याप गर्ने बेबीलाई ब्ल्याङ्केटहरू यिनीहरू। यो बेबीको न्यापकिनहरू भयो, बेबी न्यापकिनहरू भयो यो चाहिँ। अनि यो चाहिँ बेबीको लागि क्युट ड्रेसहरू। अनि यो बेबी ऱ्याप गर्नको लागि बेबी ऱ्याप गर्न ब्ल्याङ्केट लिएको छु मैले। यो चाहिँ सफ्ट, एकदमै राम्रो, कटनमा मुस्लिनमा राम्रो रहेछ यो ऱ्याप गर्न भयो। प्लस यो चाहिँ बेबीको ड्रेसहरू भयो। अनि एउटा अझै लिएको छु, यो पनि अलिक तातोबाट। अनि यो चाहिँ क्युट टोपीहरू भयो टुक्टुडु। अनि ग्लोभ्सहरू, सक्सहरू, यो पनि न्यापकिनै हो, टोपीहरू भयो। अनि यहाँ चोलो बोटोहरू छ, यो चाहिँ सबै चोलो बोटोहरू भयो, सबै चोलो बोटोहरू बेबीको लागि। बेबीको सामानहरू, बेबीको सक्स भयो। अनि यो चाहिँ बेबीलाई यसरी क्यारी गरेर बोक्ने, यसरी क्यारी गरेर बोक्ने यो भयो। अनि प्लस बेबीलाई अर्को पनि ब्ल्याङ्केट लिएको छु, यो पनि बेबीलाई ऱ्याप गर्ने ब्ल्याङ्केट भयो। थ्याङ्क यू सो मच फर वाचिङ, थ्याङ्क यू।